हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। युट्युब च्यानलको नाम रहेको छ गोपाल AK। नेपालमा बसेर केही गर्छु भन्ने युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। हैन, बस्नु मन लाग्छ भने बस्नुहोस्। मैले जबरजस्ती बस्नुहोस् भन्नु बस्ने कुरा त होइन। अब त हजुर मन्त्री भइसक्नुभयो, आविष्कार केन्द्रमा के बनाउनुहुन्छ? अब के गर्नुहुन्छ भनिदिनु। अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो हो, म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ हैन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ। अपर्झट यहाँ आएर मन्त्री भइएको छ। अब यो त अपर्झट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अब सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। मन्त्री भइसकेपछि अब के गर्नुहुन्छ भनिदिनुहोस् त्यो कुराहरू पनि। अपर्झट अब अहिले नै यो गर्छु भन्ने कुरा नै नसोध्नुहोस् तपाईँहरूले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। अनि सर, हजुर साथीभाइहरूले त टन्नै गिफ्ट दिनुहुन्छ अरे, गिफ्ट लगेर चाहिँ के गर्नुहुन्छ हजुर? मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। अनि सर, गल्लीको कुकुरको र हजुरकोमा के फरक छ भनिदिनुहोस् त। ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। आजको कार्यक्रम के छ तपाईहरु? कार्यक्रम धर्ना बस्ने छ। यहाँ कोही यस्तो कार्यक्रम हुँदैन। जसलाई जे बोल्नु मन लाग्छ बोल्ने, बाटोमा बस्ने, भात खाने, अब मोमोसम्म के ल्याएर खाजा साजा खाने हैन, मजासँग चाहिँ धर्ना बस्ने, यो हो त्यो तरिका। आविष्कार अनुसन्धानको लागि नारा लगाउने हैन, अनि जतिसम्म बस्न मन लाग्छ बस्ने, अनि चाहिँ अल्छी लाग्यो भने जाने। अब त मन्त्री बनिसक्नु भए, सेवा सुविधा केही चाहियो होला, गाडी साडी? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यही ओछ्यान लाउने हो, त्यही सुत्ने हो। त अब मन्त्री भइसक्नु भयो, हाम्रो नेपाली जनताले अब निशुल्क शिक्षा पाउँछन् त? म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। हाम्रो देशमा सबसे भ्रष्ट नेता हो कि सचिव हो? सचिवै हो। सचिवहरू र नेता दुइटै हो। तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो। हाम्रो देशमा युवाहरूले टन्नै कोरियन भाषा पढिराख्नु भएको, कोरियन भाषा पढ्नेहरूलाई के भन्न चाहनुहुन्छ? तिमीहरूलाई कोरिया नजाऊ, यहीँ बस भन्न आएको होइन। फेरि यहाँ नडर है, जाऊ भन्न आएको। बरु जाऊ। किनभने जाऊ, किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन। अनि के अहिले हाम्रो देशमा राजा आऊ देश बचाऊ भनिराख्नु भएको त जनताहरूले। जनताले भन्यो होला, जनताको बोल्ने अधिकारको कुरा हो। जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन। होइन, अब राजा नआएको पनि त होइन। राजा त थियो त, 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा। अनि त्यति बेला के गरे त? दर्शकहरूलाई पनि छेउ लागिसक्यो होला, एकचो नाचेर देखाइदिनु पर्यो मलाई लाग्छ।